नमस्ते सबैजनालाई मेरो च्यानलमा स्वागत छ। आज म तपाईहरुलाई टियु को अनलाइनबाट ट्रान्सक्रिप्ट कसरी अप्लाई गर्ने भनेर सिकाउनको लागि यस भिडियोलाई तयार गर्न गइरहेको छु। ढिलो नगरिकन आउनुहोस्, यसको स्टेप्सहरु हेरौं कसरी गर्न सकिन्छ भनेर। यदि तपाई गुगलमा सर्च गरेर टियु अनलाइन ट्रान्सक्रिप्ट भनेर सर्च गर्नुभयो भने तपाईले रिजल्टमा यसरी देख्न सक्नुहुन्छ। यहाँबाट तपाईले सर्च गरेर गए पनि भो, हैन भने त्यो भन्दा अझ सजिलो तरिका यहाँनेरि गएर student.tu.edu.nb मा डाइरेक्ट आफूले म्यानुअली टाइप गरेर पनि तपाई यसरी इन्ट्री गरेर भित्र जान सक्नुहुन्छ। यहाँनेरि जानको लागि तपाईले साइन इन गर्नुपर्ने हुन्छ र साइन इन गर्नको लागि तपाईसँग अगाडि नै यदि तपाईले पासवर्ड आइडी यदि क्रिएट गरिसक्नु भएको छ भने त तपाईले गर्दा भयो। तर यदि तपाईले गर्नु भएको हैन, तपाई पहिलोचोटी चाहिँ यहाँ आउँदै हुनुहुन्छ भने चाहिँ तपाईले यहाँनेरि रजिस्ट्रेसन नम्बरको लागि यहाँ साइन अपको लागि दिनुपर्छ र दिइसकेपछि यहाँ तपाईले आफ्नो जीमेल अनि त्यसपछि आफूलाई मन लागेको पासवर्ड के छ त्यो पासवर्ड अनि आफ्नो नाम के छ त्यो नाम तपाईले यहाँबाट हाल्न सक्नुहुन्छ। जस्तो कि मेरो नाम सुमन अधिकारी, रजिस्ट्रेसन नम्बर भनेको यहाँनेरि मेरो जुन हाल्नु पर्ने छ मैले त्यही हाले। यसको लागि चाहिँ तपाईसँग रजिस्ट्रेसन नम्बर यदि अलरेडी छ भने तपाईले त्यही कार्ड हेरी गर्न पनि सक्नुभयो। होइन भने तपाईको प्रत्येक मार्कसिटमा पनि तपाईको रजिस्ट्रेसन नम्बर र सिम्बल नम्बर चाहिँ आइरहेको हुन्छ, त्यहीबाट हाल्न सक्नुहुन्छ। यहाँनेरि डेट अफ बर्थ हाल्नु पर्ने छ। यहाँ एडी भनेको हुनाले हामीले आफ्नो डेट अफ बर्थ चाहिँ इंग्लिश डेटमा राख्छौं। यति गरिसकेपछि फादरको नाम लेख्नु पर्यो। यसमा फादरको नाम लेख्ने ठाउँमा मैले आफ्नो फादरको नाम लेखेँ अनि मैले यहाँ मोबाइल नम्बर यति हालिसकेपछि मैले यहाँनेरि 7YCKOFL@F भनेर मैले यहाँबाट गरेर मैले यहाँनेरि साइन अपमा क्लिक गरेँ है त। ओके, अब एकचोटी जीमेलमा गएर चेक गरौँ। हामीलाई कन्फर्मेसन मेल जेनरली त्यहाँनेरि आउँछ र हामीलाई यहाँ आइ पनि सकेको छ कि स्टुडेन्टको साइन अपको लागि भनेर यहाँ दिएको छ। जसले मलाई दिँदाखेरि चाहिँ यहाँनेरि यो मेरो जीमेल अनि त्यसपछि मेरो यो पासवर्ड यो हो भनेर मलाई यहाँ पठाइसकेको छ। मतलब स्टुडेन्ट पोर्टलमा गएर म यसलाई युज गर्न सक्छु र यति गरिसकेपछि मैले यसमा मलाई ओल्ड पासवर्ड र न्यू पासवर्ड हाल्न भनेको थियो र मैले त्यसमा पासवर्ड पनि चेन्ज गरिसकेँ। त्यो चाहिँ मेरो अब सेक्युरिटी इस्युले गर्दा मैले त चेन्ज गरेको देखेन, तर तपाईहरु त्यहाँनेर आइसकेपछि चाहिँ त्यसरी नै तपाईले चेन्ज गर्न सक्नुहुन्छ है त। अब ठीक छ, मैले आफूले हालेको पासवर्डलाई मैले यहाँ हालिसकेपछि यहाँनेरि मलाई अर्को एउटा ड्याशबोर्ड आउँछ। यो ड्याशबोर्डमा के भन्छ भन्दाखेरि यहाँनेरि म्यानुअल के छ भनेर म्यानुअल हेर्नु छ भने हामीले यहाँबाट हेरेर गर्न सक्छौं। यसले के भन्छ भन्दाखेरि क्याम्पस रजिस्टर विल इनिशिएट थ्रु द क्याम्पस पोर्टल भनेर स्टेप 1 मा रे। त्यसपछि स्टुडेन्ट विल रिसिभ द इमेल, यो पनि हाम्रो भइसक्यो। त्यसपछि यहाँनेरि यसमा गएर रजिस्टर स्टुडेन्टमा गएर रिक्वायर हाल्नु भनेको छ, त्यो पनि अब हालौँला। सेभ गर्नु, सेभ गरेपछि क्याम्पस भेरिफिकेसनमा जान्छ भन्ने खाली यहाँसम्म भयो। अब अर्को म्यानुअल ट्रान्सक्रिप्टको लागि चाहिँ के छ त भनेर हामीले हेर्नु पर्यो भने यहाँनेरि एउटा यो हेर्न सक्छौं। यसमा ट्रान्सक्रिप्टको के यो रहेछ त हेरौँ है त। जस्तो कि यसले हामीले के भनेछ त ट्रान्सक्रिप्ट अनलाइनमा गर्नको लागि भनेपछि यहाँबाट जानु भनेको छ, गइयो। त्यसबाट यो पनि फर्म भरियो। यो भनेको पासवर्ड चेन्ज गर्ने भनेको यही आउँछ भनेको जुन मैले तपाईलाई अघि स्किप गरेको थिएँ, यो चाहिँ तपाईले आफैले हाल्नुपर्छ। अब यसमा के छ त भन्नुहुन्छ भने सुरुमा तपाईले एउटा पेज खुल्छ, आफ्नो युजर नेम भनेको यहाँ अटोमेटिक त्यही भइहाल्यो। पुरानो पासवर्ड भनेको यहाँ मलाई जुन यो इमेलमा हालेर पठाएको छ, मतलब यो welcome@123 यो भनेको मैले यहाँनेरि हाल्नुपर्छ। न्यू पासवर्ड भनेको मैले जुन अहिले हालिसकेँ तपाईलाई नदेखाइकिन त्यो यहाँनेरि हालेको थिएँ र यहाँनेरि जे हालेको थिएँ तलपट्टि नि त्यही हालेर मैले सबमिट गरेको थिएँ। यो त बेसिक कुरा हो, फेसबुक चलाउन सक्ने मान्छेले यो जानि नै हाल्छ, यो भन्नै पर्दैन पनि। त्यसपछि अब हामीले नेक्स्ट स्टेपमा जाँदाखेरि यहाँ ड्याशबोर्डमा जान्छ, मतलब हामी यहाँ ड्याशबोर्डमा आइसकेका छौँ। अब हामीले ड्याशबोर्डमा आइसकेपछि यहाँनेरि प्रोभिजन एप्लिकेसन्सहरु यो सबै थोक हाल्नु पर्ने छ भन्ने खालको कुरो गर्यो। अब यसमा के छ त भन्दाखेरि फ्याकल्टी लेभल सबै थोक हाल्नु पर्यो। हाल्दै गएपछि फर्स्ट इयर सेकेन्ड इयर अब रेगुलर सबै हाल्ने हो र ब्याक पेपर पनि हाल्नु भन्ने खालको कुरो चाहिँ यहाँनेरि आएको छ। अनि इनकेस अब के एडिट गर्ने कुरा छ भने हामीले यहाँबाट एडिट गर्न पनि सक्छौं भनेको छ। ठीक छ, यो आफ्नो ठाउँमा छ, हामी स्टेप बाइ स्टेप आफ्नै फलो अप गरौँ है त। जस्तो कि मैले यतापट्टिबाट गर्ने हो भने मैले यहाँ ट्रान्सक्रिप्टको लागि मैले यहाँनेरि गएँ। मैले यहाँबाट गइसक्दा मैले अटोमेटिक आएको मैले हालेको होइन, यो आफै आएको छ। अब मैले यसमा अब आफ्नो फ्याकल्टी अनुसार मैले चुज गर्नु पर्यो भने चाहिँ मैले बीबीएस गरेको थिएँ र त्यसको मैले निकाल्न आँटेको छु भनेपछि डेफिनेटली त्यसलाई मैले म्यानेजमेन्टमा जानु पर्यो। म्यानेजमेन्ट गरिसकेपछि मैले ब्याचलर्स गरे हो। त्यसपछि यसबाट भनेको 3 इयर र 4th इयरमा मैले गर्ने होला। अनफर्चुनेटली 4th इयरमै छिरेको थिएँ म त्यसबाट 4th इयरमै हालेँ।
अब मैले यहाँनिर एकाडेमिक इयर लेख्नुपर्ने हुन्छ। यो एकाडेमिक इयर चाहिँ मैले मेरो ट्रान्सक्रिप्ट बनाउँदाखेरि प्रत्येक मार्कसिटको 1 बाई 1 यहाँ माथिपट्टि एनुअल एक्जामिनेसन भनेर दिएको हुन्छ, त्यसरी मैले यहाँबाट लेख्नुपर्छ। मेरो फर्स्ट एक्जाम भनेको 2076 मा भएको थियो, त्यही भएर 2076 यहाँनिर हालेँ। मैले यहाँनिर भनेको फर्स्ट इयरको हाल्न आँटेको छु र फर्स्ट इयरमा मेरो रोल नम्बर भनेको यहाँनिर 708280026 यसरी रहेको थियो। नेम भनेको यहाँ मेन्डेटोरी छैन, यो रजिस्ट्रेसन नम्बर पनि यहाँनिर छैन, मेन्डेटोरीले मात्रै हालौँ हामी। यो मैले दिँदाखेरि रेगुलरमा दिएको थिएँ, त्यही भएर मैले यसरी रेगुलरमा दिएर एक्जामिनेसनको एड गरेँ। अब यहाँनिर एड गरिसक्दा मेरो यहाँनिर साल अनि यो फर्स्ट इयर हो कि कुन इयर हो यो सबै थोक यहाँनिर आएको छ। के मोडिफाई गर्नु पर्यो भने करेक्ट एक्जाम यहाँबाट गर्ने हो, तर हामीले यहाँ करेक्ट हालेको छ भने त्यसलाई केही गर्नै परेन। म एकचोटि फेरि रिचेक गर्छु। मेरो 2076 को हो, 76 मा मेरो फर्स्ट इयरको थियो। फर्स्ट इयरमा मेरो रोल नम्बर भनेको 708280026 थियो, रेगुलर हो। ल मेरो यो भइसकेको छ। अब यस पछाडि मेरो यसमा कम्प्लिट भएको थियो भने मैले यसमा त्यतिकै 4 वटा ठ्याक हाल्दा हुन्थ्यो, तर मेरो अनफर्चुनेटली मेरो ब्याक लागेको थियो, त्यही भएर ब्याक लाग्दाखेरि मैले अर्को एउटा एक्जाम पनि दिनु पर्यो। फेरि एक्जाम दिँदाखेरि मेरो त्यो एक्जामको एनुअल इयरको कुरा गर्ने हो भने त्यसमा जब म यसमा डिटेल हाल्छु, डिटेल हाल्दाखेरि यहाँनिर मैले अर्को एक्जाम दिँदाखेरि 77 भएको थियो, 2077 मा पुगेको थियो। त्यो भनेको मेरो फर्स्ट इयरकै हो। फर्स्ट इयरका मेरो रोल नम्बर यहाँनिर 708280064 भन्ने थियो। अब नाम त्यही भइहाल्यो। यो मेरो पार्सियल थियो। अब पार्सियललाई मैले सेभ गरेँ। यो मेरो एक्जामको रोल नम्बर भनेको चाहिँ इनकेस अब त्यहाँ स्टुडेन्ट घटे बढे भने अब यो पनि चेन्ज हुने हो, सबै एकनासको हुन्छ भन्ने छैन। रजिस्ट्रेसन नम्बर चाहिँ सबै सेमै हुन्छ, यो चाहिँ डाटाबेस नम्बर हो, तर रोल नम्बर भनेको चाहिँ सालै प्रत्येक चेन्ज हुन पनि सक्छ नहुन पनि सक्छ है। अब मैले यसलाई एड गरेँ। अब म यसलाई फेरि क्रस चेक गर्छु। यो भनेको 77 सालको हो, मैले मार्कसिट हेर्दै गर्नुपर्छ। त्यस पछाडि यो फर्स्ट इयरकै हो, यो फर्स्ट इयर लेखेँ मैले 708280064 यो पनि ठिक छ। यो रेगुलर होइन पार्सियल हो, इज करेक्टेड भने मैले यसमा केही करेक्सन गरेको छैन, त्यही भएर यसमा नो नै छोड्ने। त्यसबाट फेरि मेरो अर्को एउटा एक्जाम छ 2077 मा, यो मैले रेगुलर दिएको थिएँ। रेगुलर दिँदाखेरि मेरो पार्ट भनेको यो सेकेन्ड इयरमा पुगेको थियो। सेकेन्ड इयरमा मेरो रोल नम्बर भनेको 708280021 थियो। नाम त्यही भइहाल्यो। यो मेरो रेगुलर थियो, रेगुलरलाई मैले एड गरेँ, यो रेगुलरमा गएर बस्यो। त्यस पछाडि मैले फेरि अर्को एक्जाम दिँदाखेरि मेरो यो भनेको 2080 मा पुगेको थियो। अब एकाडेमिक इयर भनेको 2080 मा पुग्यो। 80 मा पुग्दाखेरि यो भनेको मेरो सेकेन्ड इयरकै थियो, यो सेकेन्ड इयरको मेरो ब्याक पेपर थियो। त्यसमा फेरि अब मैले दिँदाखेरि भनेको रोल नम्बर हाल्नुपर्छ यसमा 708080020 भयो। नाम त्यही भइहाल्यो। यसलाई भनेको मैले ब्याक पेपर दिँदाखेरि यसमा मैले पार्सियलमा हाल्नु पऱ्यो, यसलाई मैले एड गर्ने। अब फेरि मैले अर्को एक्जाम दिँदाखेरि 2078 मा पुगेको थियो। 2078 मा मेरो पार्ट भनेको यो थर्ड इयरमा पुग्यो। थर्ड इयरमा पुग्दाखेरि मेरो रोल नम्बर भनेको 708280041 थियो। अनि यसमा मेरो यो भनेको रेगुलर थियो, रेगुलरमा हालिदिनु पऱ्यो, थर्ड इयरको रेगुलर। यसलाई पनि एकचोटि फेरि क्रस चेक गरौँ। थर्ड इयरमा पुग्दाखेरि भनेको 78 मा, थर्ड इयर भनेको थर्ड इयर भइहाल्यो। त्यसबाट 708280041 छ, रेगुलर हो, यसमा केही करेक्सन गरेको छैन। अब फेरि अर्कोचोटि मैले एक्जाम दिँदाखेरि फेरि यो भनेको 2079 मा पुगे पछाडि अर्को ब्याक पेपरै कमाएको छु मैले, यसलाई त्यही भएर यहाँ एड गर्दैछु। यसलाई मैले गर्दाखेरि यो भनेको थर्ड इयरको ब्याक थियो। यो थर्ड इयरको ब्याक भनेको चाहिँ मैले एक्जाम दिन नपाएको, यो फेल भएको चाहिँ होइन, एक्जामै दिएको थिएन, त्यही भएर मैले फेरि दिनु परेको थियो। अब यसमा मेरो रोल नम्बर भनेको 708280042 थियो। त्यस पछाडि यसमा नामहरू त्यही भइहाल्यो। यो मेरो थर्डको हो, थर्डको मैले पार्सियलमा दिनुपर्छ। पार्सियलमा दिँदाखेरि यहाँनिर भयो। यसलाई पनि एड एक्जाम गरौँ। त्यसो गर्दाखेरि यहाँनिर 79 थर्ड इयर, त्यस पछाडि 708280042 भनेको यहाँनिर छ, यो पार्सियलमा हो, यो पनि भयो। त्यस पछाडि अर्को फेरि एउटा मेरो ब्याक पेपरकै छ, अब त्यसलाई पनि म फेरि एड गर्छु। यो भनेको मेरो थर्ड इयरको थियो। थर्ड इयरको भनेको यो म एक्जामको आज एक्जाम थियो, म भोलिपल्ट एक्जाम दिनको लागि पुगेको थिएँ, त्यही भएर अब एक दिन अगाडि पछाडि भएपछि नि फेल हुँदो रहेछ, त्यसैको नतिजा हो। मैले आफ्नो लाइफमा धेरै कुरा सिकेको छु। अब त्यो चाहिँ अब यहाँनिर छ 2080 को कुरो हो यो। 2080 मा म काठमाडौँबाट ब्याक पेपर दिनको लागि थर्ड इयरको रोल नम्बर भन्दाखेरि 708280014 लिएर म पार्सियल एक्जाम दिन एक्जामको अघिल्लो दिन पुगेको हुनाले अब यो यस्तो भएको थियो, त्यही भएर मैले फेरि दिएँ। अब यसलाई एड गरेँ मैले।
एड गरिसके पछाडि अब म फाइनली 4th इयरमा पुगेँ। 4th इयरमा पुग्दाखेरि 2079 मा थिएँ म। 2079 मा मेरो पार्ट भनेको यो 4th इयर हो। 4th इयरमा मेरो रोल नम्बर भनेको 7082800118 थियो। एक्जाम टाइम भनेको यसको रेगुलर हो। रेगुलरमा मैले यसलाई 8 एक्जाम गर्दै। अब म एकचोटि फेरि क्रस चेक गर्छु, किनभने यो भनेको र्याला मजा गर्ने भन्दा पनि मैले पुरै ख्याल गरेर गर्नुपर्छ। त्यही भएर 76 को फर्स्ट इयरको मैले रोल नम्बर भनेको 7082800026 थियो, रेगुलरमा थियो। त्यसमा करेक्सन गरेको छैन, पास भयो। त्यसपछि 2077 मा मैले एनुअल एक्जाम दिँदाखेरि फर्स्ट इयरकै दिएको थिएँ। फर्स्ट इयरमा मेरो 7082800064 थियो, यो मेरो पार्सियलमा थियो, यो पनि पास। अब अर्को म फेरि मार्कसिट हेर्दै गर्दैछु। अब यसमा गर्दाखेरि मेरो यो सेकेन्ड इयरको थियो, यो भनेको 77 सालमा सकियो। 7082800021 यो भनेको रेगुलरमा, यो पनि भयो। त्यसपछि अर्को भनेको मैले सेकेन्ड इयरको गरेको थिएँ। सेकेन्ड इयरमा 7082800020 थियो, यो भनेको पार्सियल हो, यो पनि सकियो। त्यसपछि अर्को भनेको 7082800041 यो थर्ड इयरको हो। थर्ड इयरमा 2078 मा थियो, यो रेगुलर हो, यो पनि सकियो। त्यसपछि अर्को भनेको थर्ड इयरकै थियो, 79 मा 7082800042 थियो त्यसमा। त्यसो गर्दाखेरि यो पार्सियल थियो, पार्सियलको यसमा पनि करेक्सन छैन, ठिक छ। अब थर्ड इयरमा पुग्दाखेरि फेरि 7082800014 त्यसमा 80 साल लागेको थियो, पार्सियल हो, यो पनि सक्यो। त्यसपछि 4th इयरमा पुग्दाखेरि 79 थियो, 4th इयर थियो। त्यसपछि 7082800018 थियो, रेगुलर थियो, यसमा पनि केही छैन। अब यसमा भनेपछि मैले यसमा लाग्ने टोटल शुल्कहरूको बारेमा यहाँनिर तल देख्दाखेरि ट्रान्सक्रिप्टको फी मैले भनेको 450 तिर्नु पर्दो रहेछ, प्रोभिजन सर्टिफिकेटको 350, टोटल गर्दाखेरि अब मैले यसलाई डिपोजिट गर्नुपर्ने रहेछ। अब यसलाई मैले कहाँ गर्ने भन्दा नेपाल ब्याङ्क लिमिटेडमा गर्ने कि त भने यसमा ग्लोबल आइबीमा गएर गर्ने भने। अब कुनै एउटा ब्याङ्कमा चुज गरौँ, मैले ल नेपाल ब्याङ्क लिमिटेडमै मैले चुज गरेँ। त्यस पछाडि एकचोटि सेभ चाहिँ गरी हेरौँ के भन्छ। ट्रान्सक्रिप्ट रिक्वेस्ट सबमिटेड सक्सेसफुली भनेछ। एकचोटि यसलाई कन्फर्म पेमेन्ट पनि गरिदिउँ, ल पेमेन्ट गरिदिउँ न, अब के भएर। अब त्यसको लागि चाहिँ म यहाँ कनेक्ट आइपिएस युज गर्छु। कनेक्ट आइपिएस तपाईँले चलाउनु भएको छ कि छैन भने अर्को दिन कुनै एउटा भिडियो बनाउँला, म यसमा तपाईँलाई चाहिँ कनेक्ट आइपिएसको बारेमा आज गरेर देखाउँछु है त। यसमा मैले मेरो युजर आइडी हालेँ। अब यस पछाडि यहाँनिर क्याप्चा हाल्नुपर्छ, K2YAA भनेर भने मैले यसलाई साइन इन गरिदिएँ। साइन इन गरेर पछाडि यहाँ पासवर्ड हाल्नुपर्छ, पासवर्ड पनि मैले हालेँ। पासवर्ड हालिसके पछाडि अब यहाँबाट कुन एकाउन्टबाट कटाउने हो भनेर सोध्छ। अब म बेसिकली धनी मान्छे भएको हुनाले मेरोमा खाता छ। अब म यहाँ मध्येको अब कुन खातामा पैसा छ चाहिँ थाहा छैन, अब कुनै एउटा चुज गर्छु। बेसिकली मैले अहिलेसम्म राख्दाखेरि सिद्धार्थ ब्याङ्कमा चाहिँ कति 1500 कति थियो क्यार, त्यही अनुसारले मैले यसलाई सेलेक्ट गरेँ अनि मैले यसलाई पेमेन्टको लागि नेक्स्ट गरिदिएँ। अब मेरो यसमा 804 रुपियाँ काटिन्छ। अब 804 रुपियाँ काटिँदाखेरि अब मलाई पासवर्ड पठाउँछ। अब पासवर्ड चाहिँ कहाँनिर पठाउँछ भन्दाखेरि त्यो चाहिँ इमेलमा पनि आउँछ। मैले इमेलमा हालेको थिएँ र त्यसलाई मैले यहाँनिर पेस्ट गरिदिएँ। पेस्ट गरिसकेपछि म यसलाई एकचोटि सबमिट गर्छु। सबमिट गरिसके पछाडि यसले मेरो ट्रान्जेक्सन हुँदैछ भनेर देखायो। ट्रान्जेक्सन हुँदैछ त भन्यो, मतलब पेमेन्ट सक्सेसफुली, ट्रान्सक्रिप्ट एप्लिकेसन सबमिटेड सक्सेसफुली भन्नुको मतलब मेरो काम भयो जस्तो लाग्यो। अब यति गर्दाखेरि चाहिँ अब फर्म प्रिन्ट गर्नको लागि यहाँनिर जानु भनेको छ। अब एकचोटि प्रिन्ट कस्तो के हुँदो रहेछ भन्दाखेरि यसलाई प्रिन्ट पनि गरिदिउँ। जस्तै कि मैले यसलाई सेभ गर्दाखेरि यहाँनिर गएर सेभमा गएर गरेँ। त्यसबाट मैले डेस्कटपमा लगेर चाहिँ ट्रान्सक्रिप्ट भनेर म यसलाई सेभ गर्छु। अब यति गर्दाखेरि मेरो यहाँनिरको जे छ त्यही फर्मलाई चाहिँ अब यसले जहाँसम्म हुन्छ यहाँबाट काम हुन्छ भन्ने मैले विश्वास राखेको छु। मैले पनि फर्स्ट टाइमै गरेरै देखाएको तपाईँहरूलाई। त्यसो गर्दाखेरि अब मेरो यहाँनिर एक्जामिनेसनको जस्तै एउटा ट्रान्सक्रिप्टको आएको छ, मतलब टियुमा पढ्दाखेरि फर्म भरिरहनु पर्दो रहेछ। मैले पनि आफैले एक्सपिरियन्स गरेकै कुरा देखाउँदैछु। अब यहाँनिर के छ भन्दा मैले जे भरेको थिएँ त्यही कुरा भयो। यसमा के लेखेको छ भन्दा यसमा माथिपट्टि हाम्रो एप्लिकेन्ट आइडी दिएको छ, तलपट्टि हामीले के भनेको छ भन्दाखेरि अनलाइन प्रणालीबाट वितरण गरिएको मार्कसिट भन्दा पूर्ण वितरण गरेको मार्कसिटमा सक्कल सच्याउनु पर्ने भएमा चाहिँ फर्मको स्लिप लिएर चाहिँ यो सिफारिस लिएर मार्कसिट र सक्कल प्रवेशपत्रहरू रेजिस्ट्रेसन कार्डमा सम्बन्धित गाविय शाखामा बुझाउनु पर्छ भनेर भनेको छ। सायद अब त्यस्तो केही नपर्ला। यहाँसम्म अब गर्दाखेरि हामीले फर्म भर्नेदेखि लिएर चाहिँ हामीले कसरी यो यहाँसम्म पैसा तिर्नेसम्म चाहिँ भनेर मैले यहाँनिर देखाएँ। इनकेस तपाईँलाई अब केही बुझेन, अलिक स्पष्ट बुझाइदिए हुन्थ्यो भन्नुहुन्छ भने चाहिँ कमेन्टमा आउनुलाई म त्यहीँनिर सिकाइदिन्छु। भिडियो हेरिदिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद।